हेलो साथीहरू गुड मर्निङ Good morning. Welcome to our new vlog, new video. वेलकम टु आवर न्यू New day. भिडियो वेलकम टु आवर नेक्स्ट भिडियो एन्ड वाट नेक्स्ट Mobbing Sanwat. What? तिमीले त भन्यो नि तिमीले चाहिँ नजान्छ बरु म चाहिँ Obvious unlock bag. अनि आज चाहिँ हामीहरू काठमाडौँमा छौँ। आज चाहिँ हामीहरू काठमाडौँमा छौँ अब भोलिको दिन मात्र हो हामीसँग नि आजको दिन। आजको दिन भोलिको दिन त भयो त दिनभरि त भयो नि त रात नभए पनि अनि आज चाहिँ अब हाम्रो काठमाडौँको यात्रा कस्तो हुन्छ के हुन्छ होइन कति कुराहरू भिडियोहरू अपलोड गर्छौँ माया सपोर्ट लाइक एन्ड सब्सक्राइब गरिदिनु होला तपाईँलाई आउँदा थियो त्यो त्यो एकदम लस्याङ लुसुङ के त्यो जो जाँगरी केही बनाएकै होइन हिजो पनि केही गरिएन अस्ति पनि केही गरिएन अनि आज नै बिहान त्यो 3 बजे उठेर हिँडेको घरबाट यत्तिकै थिएन के त्यो खाउने बेलाको जस्तो त्यो एक्साइटमेन्ट जाने बेलामा त्यो पत्ती पनि हुँदो रहेछ कि त्यो भएको भएर त्यो हुँदो रहेछ नि रातभरि पनि मलाई ठ्याकेर सफाइ गर्ने भन्दै त्यसपछि अब दाइ भाउजूहरू गाडीमा आउँदै हुन्छ ट्याक्सीमा आउँदै हुन्छ हामीले फलङ्कीबाट होटेल जाँदै सब भर्खरै अनि उहाँ गइसकेपछि अब के कस्तो हुन्छ अब दिनभरि आज कता कता जान्छ अलिअलि किनमेल पनि बाँकी छ हजुरहरूलाई अपडेट गर्दै गर्नेछौँ हेरिदिनु होला है सबै जाँदै बिस्तारै होइन लडौली है मलाई समात्र होइन ल यो होटल चाहिँ हामी आइरहनु के पहिलोचोटि जाँदा पनि बसेको दोस्रोचोटि जाँदा पनि बसेको आज चाहिँ अलिकति गेस्टहरू धेरै भएको फेरि अस्ति आउँदा पनि यहीँ बसेको अहिले त्यो आउँदा पनि यहीँ बसेको कस्तो राम्रो पनि राम्रो भयो होइन महँगाई पनि अब यति सबै कुराहरू ट्याकटुक्क टाइपको कि जोस भन्नु सन्तुष्टि हुने खालको चाहिँ हुन्छ यहाँ अनि एयरपोर्टबाट अलिक नजिकै पनि भयो त्यो भएर सजिलो पनि भयो होइन तर यहाँ खाना चाहिँ ब्रेकफास्ट चाहिँ दामी पाइन्छ होइन खाना चाहिँ त्यसरी चाहिँ खाइएन पहिला चाहिँ खाएको पहिला चाहिँ जस राम्रो थियो है अहिले होटेलमा आइसक्यौँ भोलिको लागि हाम्रो फ्लाइट चाहिँ भोलिको लागि चाहिँ यहाँ तयारी हुँदैछ अब यसो खाना साना जाम अनि कस्तो फिल भइरहेको त नि म्याडमहरूलाई हेलो म्याडम भाउजू म्याडम मेरी श्रीमती म्याडम बुढो बुढो भोलि जाने ऊ नाचिरहेको नि नाचा भोलि रुन दिन आइहाल्छ नि तिमी रुन्नु र भोलि ए अन्त तिमी आइहाल्छौ के अरे के भयो मैले बनाइसकेँ होइन त होइन म म्याच्योर भइसकेँ नि त अब पहिला चाहिँ बच्चा थिएँ नि त अब अनि तपाईँ के हो त नि कुरो है भरि सधैँ ठिकै हो अझै रिसाउनु भएछ अरे दाइसँग चाहिँ दाइले खै के भनेछ अरे भाउजूलाई ए चलिरहन्छ यो बेला रोटेसन अहिले एकछिनपछि मेरो हुनु नै सक्छ यहाँ यो भइरहन्छ त्यसै रोटेसन चलिरहन्छ यहाँ कतिखेर के हुन्छ थाहा हुन्न यो संसार चुप्पा खाइदियो नि त थाहा हो अनि त्यस्तै है संसार दुनियाँ सारा भगवान् विष्णु महादेव त एउटा बस्न सकेन हामी गयौँ त अझै पनि यो अझै रोयल पाइलको छ क्या मेन सकिसक्यो रोयल पाइल कता कता बाँकी छ के भगवान्ले पनि सकेन हामी गयौँ ल ल जाई छोरी चेली सबै हुन्छ ल हुन्छ कहाँ छ हामी बुढाबुढी खाने त्यहाँ हुनु हामी त यो एयरपोर्ट नजिकको एउटा रेस्टुरेन्ट थकाली खाना चाहिँ खाँदैछ पोखराको जस्तो भाइ पाउनु पऱ्यो कि मलाई पोखरा त्यसले जस्तो त्यसले बल्ल मजा आउँदैन म चाहिँ खास खोजेको त्यस्तो हेरौँ के हुन्छ त्यस्तो चाहिँ अब म तपाईँलाई एकछिनमा देखाउँछु है त यो चाहिँ हाम्रो हेरेका सबैजनाले दामी रहेछ भने म तपाईँलाई यो ठाउँ भन्छु म चाहिँ तपाईँलाई म केही नै भनेर धेरै लामो समय होइन हप्तासम्म यो पकाएपछि हाम्रो खाना आइसक्यो तपाईँहरू हेर्न सक्नुहुन्छ सबै थकाली खाना सेटहरू यिनीहरू आइटमहरू कस्तो लाग्यो बेबी खाना
भन त टक्क लाएर ल खाइसकेपछि एकछिन मजा लिउँ अनि कस्तो हुन्छ फेरि म तपाईँहरूलाई भन्छु है त हेलो हेलो साथीहरू वेलकम अगेन हामी चाहिँ आज भक्तपुरमा छौँ र यो भक्तपुरमा चाहिँ म फर्स्ट टाइम आएको कस्तो भइरहेको छ भक्तपुरमा यहाँ चाहिँ यस्तो गर्मी छ होइन हुन त अलि आँट झलाइरहेको म तर सर्लक्क यहाँ मलाई यति झलाइरहेको छ अघि नै भरि तिनजनाको अनुहार देखेपछि मलाई रिस उठ्न थाल्यो कहीँ लिएर हिँड्दाउने खालको मान्छे रहेछ यस्तो घुम्न जाँदा नि सबैजना घुम्न भन्ने आश नगरे हुन्छ के अरे यिनलाई त्यो तपाईँलाई जापान लगेपछि घुमाउँछन् भन्ने आश नगर्नु है सबै एक्साइटेड भएको सबै तिनले कोठामा मात्रै थुपारेर जाम भनेपछि हुन्छ नि एउटा एकातिर खुसी एउटा के भने त्यो तपाईँलाई नि हो यो कुरो हुन्छ नि जबरजस्ती ल्याएछु मुड नहुँदा हुँदै भने जस्तो पारिदिने कि रमाइलो होस् भनेर लिएर होइन किन हातले छेकिरहेको भनेको कि मैले नबुझेको कुरो यहाँनिर किन भनेछु हिरोइन नै देखिएन हिरो हिरोइन नै देखिएन हामी नि हो कि आज सुटिङ भइरहेको रहेछ हामीलाई उसलाई झ्याउला लाउँदा हामीलाई झ्याउला सिल्नु हेर्दा हेर्दा तपाईँलाई झ्याउला र हाम्रो झ्याउला हो कि खासमा जन्क्यो त्यो त हिरो हिरोइन छ कि माइ डियर के छ त नि अनि आजको माहौल कस्तो बनिरहेको छ के भन न के बोला त भोलि आएर यसरी भनिन क्या भोलि बेलुका के भन न ए त्यो मुभी सुटिङ भइरहेको रहेछ हो र आउँछ किन नपाउने टक्कै यहाँ चाहिँ मुभी सुटिङ भइरहेको रहेछ हामी दुईजना चाहिँ यहाँ सुटिङको हेर्नको लागि सर माहौल खिचौँ सर्लक्क लाएर होइन अनि अरू के छ त एभ्रिथिङ इज ओके नाइस के भन्दा चाहिँ कस्तो लाग्यो त भक्तपुर म नि फर्स्ट टाइम आएको तर अलि गर्मी धेरै के सब ठिक छ गर्मी चाहिँ हुन त हामी जोसिनेको घर होला होइन गर्मी चाहिँ अलि बढ्ने भएको कि शीतलमा आएको चाहिँ अलि बढी रमाइलो हुन्छ ल के भयो कुरा मिलो आइ टाँसेर बस्नु त ल म कहीँ बस्दिनँ क्या हाम्रो अगाडि यसो नमी गएर जस्तो न कोठा गरेर जोसी गर्ने यहाँ खतरै सुटिङ हुन रहेछ सायद फिल्मको के हो नेपालीको होइन रहेछ विदेशीहरूको रहेछ सुटिङ उठ्या चाहिँ सुटिङ हेर्न सक्नु अनि त्यसो नि मेन भ्लगर नि यता गर्मीको बियर भइसक्यो कि त्यो जाँगरै छैन नि मैले क्या अरे त्यसको तपाईँको किन त मुड अफ भइसक्यो नि किन त भयो त्यो त म भनिहाल्छु नि त्यो मेरो बानी नै हो त यहाँ छु रमाइलो हो त बाटो त झगडाएको छ नि हेलो हेलो हामी फेरि आइसकेका छौँ यहाँ चाहिँ हेर्नु के अधिकारको सुटिङ भनेर लाएँ हामी यहाँ हो कि भनेर पत्ताएर कुरेको रहेछ यहाँ एकजना यतापट्टि एकजना बुवा बस्नुभएको थियो उहाँ बुवाले चाहिँ बक्सीको घरको हिरोनीको फिल्म भनेर लगाइदिनु भयो अनि के हो कि भनेर यसो कुदाएको र जो गाडी आयो भने के त्यो गाडी के अधिकारी तिमीलाई बरु के अधिकारी भयो खोइ त के अधिकारी आउनु भएन फिल्मको सुटिङ पनि स्टार्ट हुँदैन सुन के सुन्ने त त्यहाँबाट सुटिङ हो भनेर सुन्ने के अधिकारीहरू आउने हो रहेछ अनि एकछिन यसो के अधिकारीको सुटिङ हेरेर गइदिउँ भनेको ऊ ए के अधिकारी होइन र होइन रहेछ के भएको भएर हो त्यो गाडीमा हो कि बल्ल आएको ऊ त्यो गाडीमा होला ऊ त्यो गाडीमा रहेछ कि ल राति हो त्यो गाडीमा लामोलाई यस्तो माहौल छ होइन कि ट्याक्सीमा हो त्यो पछाडिको मात्रै कन्फर्म होला त्यो पछाडिको चाहिँ कन्फर्म हो है त्यो पछाडिको भयो कि के अधिकारी आउनु लागेको यसो दिदीलाई भेटिदिउँ भनेको म पनि
म पनि अधिकारी म पनि अधिकारी अनि त्यो भएको भएर यसो भेट्दिउँ न त आएको मौकामा दिदी पनि खुसी हुनुहुन्छ हामीलाई देखेर है हामी भेट्न खोजेको होइन तर अब उहाँ खुसी हुनुहुन्छ हामीलाई भेटौँ आएर यो अङ्ग अधिकारी पुलिस अधिकारी आएर चाहिँ नभेटिकन गए अधिकारी यहाँ पनि भेटेनन् भएर यहाँ आधी घन्टा भयो पुरै पुरै टिका अधिकारीले खोइ त यो फेरि फिक्स छैन है त्यहाँ गएर सोध्नै जाँदा लागेन कसैलाई नि सुटिङ कस्तो भनेर कसैलाई सोध्न पनि सोध्ने जाँगर पनि कसैलाई लागेन त्यो कुरो थाहा छैन म एकचोटि बुझ्नै पर्ला जस्तो भयो है कसरी हुँदा त हो कि होइन यो कन्फर्म गर्नु पऱ्यो क्या नत्र त फुकेटा यहाँ किन बस्नु पऱ्यो हो त्यो गाडीमा हो कि जस्तो लाग्यो हो त्यो गाडीमा कहीँ त्यो दुइटा गाडी मात्रै त कन्फर्म होला मैले चाहिँ सोधेर आइसकेँ एकदम ठाउँ भएर लास्टमा चाहिँ हाम्रो पूजा शर्माजीको चाहिँ सुटिङ रहेछ आज त्यो अधिकारी चाहिँ हुनुको रहेछ अब गीतको सुटिङ रहेछ होइन अब त्यो बस्ने कि जाने के गर्ने भन्ने कुरो हो त्यसमा यसो चाहिने सुटिङ चाहिँ कस्तो हुँदो रहेछ हेरिदिउँ भन्ने तरिकाले खासै मैले अहिलेसम्म त्यो पर्फेक्ट सुटिङ गरेको चाहिँ देखाएको छैन यो मुभीहरूको चाहिँ हेरौँ अब के हुन्छ होइन यस्तो सुटिङको कतिको रमाइलो हुन्छ यहाँ फेरि भिडियो सिडियो चाहिँ बनाउनु हुँदो रहेछ यो अलिकति कपिराइट टाइपको अथवा भनौँ न यो ड्रेसहरू रिबिल्ड चाहिँ गर्न मिल्दो रहेछ त्यो टाइपसँग गएर कुरा गरेको अनि त्यो भएको भएर अब नर्मल्ली अब यतिकै हेर्न चाहिँ पाइयो अब सुरु हुन्छ भन्दै हुनुहुन्छ हेरौँ अब एकछिन वेट गरौँ सुरु भयो भने हेर्नु पर्यो नत्र होइन अनि आफ्नै पारामा किन झुक्राइयो र किन नझोक्रो त्यसरी झोक्रा नै क्या ओके ल त्यो त सराउन नआए यिनीहरूले गएर डान्स गराइदिनु तिमी गएर यस्तो नाच्यो त सकिएर नि त्यो शर्मा किन्छ कि हामीलाई है त गाइज कुरो त्यही हो ल आई विल कम ब्याक हेलो हामी फेरि आयौँ यिनीहरू मलाई फेरि अगाडि हाल्छु कि भनेर हाइट ताली मिल्दैन मिल्ने मलाई जबरजस्ती अगाडि हाल्यो यसलाई कुर्सिल हुन्छ अरे म यस्तो गरिदिएको पऱ्यो मजा आउँछ ल बाइक आयो फेरि एकचोटि अगाडि हाल्यो कस्तो बुढो हो त्यसो बहिनी हल्का आज तिम्रो बहिनी है अनि हामी कति जाने त बहिनी भन दही खाने भनेर रामरम 10 मिनट हिँड्छ है उनीहरूले कहाँ पुऱ्याउनु मलाई थाहा छैन कहाँको त के हो कसो हो केही थाहा भएन चाहिँ भक्तपुरमा मटका दही खान जानु लाग्यो यो चाहिँ बाटो है यो कहाँ बाटोबाट छिर्न पर्ने रहेछ बेबी कहाँको बाटो छिर्यो हामी यो सर्लक्कै पुरै गएको छ वाउ सो नाइस यहाँ चाहिँ यस्तो यस्तो ठाउँमा यता हेर्दैन माया कहाँ जस्तो फिल भयो भाइहरू हेलो हेलो आमा बालै नदिएर आयो हेलो त्यो यार म यार त बालै दिँदैन त यार खतरा बाटो रहेछ त्यहाँ जेरी अल्ली आई मिस यु जेरी अल्ली भन्दा खतरा खाएको होइन किन आत्तिक्यो तिमी आज यस्तरी जेरी अल्ली भन्दा दामी छैन र यहाँ नै यहाँ पनि यस्तो रहेछ है होइन टक्कै यहाँनिर यो सर्लक्क यहाँ त भित्रै त के रहेछ कि सर्लक्कै लगाएर भयो कता रहेछ यो भए यिनीहरूले अघि नैबाट हिँडेका हुन् अझै आएन यो कुन ठाउँ रहेछ यो मटका दही मिठो पाउने ठाउँ यहाँ चाहिँ जोस् तर भित्रभित्र है भक्तपुरमा त यस्तो दामी ठाउँ रहेछ यार कता यहाँ त पुरै हराइन्छ यार अनि सिमी कताबाट त होइन अन्डर हुँदै हिँडेर कता लोकेसन हेर्दै होइन भित्र यहाँ पुरै चाहिँ सबै इट्टाको र उसको मात्र है कस्तो पुरानो होला क्या संरचनाहरू आजको त होइन यो मलाई जहाँसम्म लाग्छ रिसाइकल म यहाँ भोलि जाँदैछु भनेर मसँग स्याड भएर बिहानदेखि रोएको रहेछ नि ए भएको त मलाई ठिकै
3 महिना पर्छ है ल म चाहिँ कहिले हो आउँछु के तिमीसित एक डेढ महिनामा अर्को पानी छैन भनेको के घाँटी दुखेन नर्मल पानी ल्याउनु न यहाँ त मेरो दुश्मनै मात्र धेरै भयो क्या हाम्रो एक घन्टा लिएको कस्तो है कहिले तपाईँ हाम्रो छुट्टी ल्याउनु भएको त्यही हो क्या टेस्ट त्यही रहेछ क्या यो त लैदियो हुन्छ बरु त्यही रहेछ अनि तैँले भइहाल्छ अनि यो सानो र ठुलो भरमा फरक परे हो कि त एउटै हो कि भाँडो मात्र फरक हो के अन्त ट्राई गर्नलाई सेम हो क्या एउटा टेस्ट गर मलाई त एउटै लाग्छ एउटै हो क्या यो बरु सेम रहि यो ह्याउने ह्याउ सेम रहि जाने बरु त लैदियो हुन्छ कि बेलुका अलिकति फरक छ छिटोबाट आउँदो हुन्छ टेस्ट गर्दा गर्दा घाँटी चाहिँ पाइन्छ फरक फरक छ है तर मलाई त किनकि त पहिला फर्स्ट खाइदिनु हामीले त्यो यो मिठो ख यो चाहिँ उता मिल्न गएको है यो त्यहाँबाट गरिदिनु चाहिँ उता उता गस्तो है सेम यस्तै हो उता खाएको चाहिँ है यस्तै हो क्या अलि फरक चाहिँ छ है यो फरक छ क्या यो मिठो होइन मलाई चाहिँ त्यो पहिलोवाला चाहिँ मिठो लाग्यो त्यो तपाईँ प्यासमा परेर खानु भयो हेलो हेलो त्यो बोल्नु त बोल्नु के तपाईँ हो क्या बोल्नु कस्तो भइरहेको त हाम्रो भिजिट आजको सेकेन्ड लाटेको अब यस्तरी गर्ने होइन हाई एभ्रिवान गुड मर्निङ गुड इभिनिङ कस्तो देखिरहेको छ यता हो के हो नि हाई एभ्रिवान गुड इभिनिङ नयाँ ट्राइपोड घरमा बिर्सेको भएर आएको थियो नयाँ ट्राइपोड लिएर आएको भक्कै लागि सानो आएको लिएर आएको अनि त्यो भएको भएर चाहिँ यसको उद्घाटन चाहिँ घरमै गरेर गरौँ है त